थाहा छ आज यो ब्याग र यो फोन हराएको पनि 1 महिना भएछ क्या। कोही पनि लिन आउनु भएन के। चाहिने भिडियोहरू त भाइरल कहाँ हुन्छ त नि हैन, नचाहिने भिडियोहरू त भाइरल हुन्छ है। कसैले सेयर पनि गरिदिनु भएन, एक दुईजनाले गरिदिनु भएको थियो हैन। तर यो भिडियो भाइरल भएको भएदेखि सायद यो फोन कसको हो, यो ब्याग कसको हो उहाँसँग पुग्थ्यो होला के। आफ्नो यो एउटा कुरा चाहिँ के अचम्म छ भने यो फोनमा एकचोटि पनि फोन आएन के। एकचोटि पनि फोन आएन। फोन किन आएन थाहा भएन, इन्कमिङ ब्यालेन्स नभएर हो कि खै के हो हैन। यसमा एउटा चाबी पनि छ हैन। अनि यसमा यो खाममा 100 रुपैयाँ छ, यो औँठी छ, यो चाहिँ सायद बजारिया होला। अनि रुमाल छ एउटा, अनि एउटा लेमन्डी छ है। अनि फेरि बिल बुक छ। यो बिल बुकमा नम्बर हुँदैन रहेछ क्या, नम्बर हुँदैन रहेछ। फोटो छ उहाँहरूको, सुन्दरलाल साल्टा दीपक पराजुली। चिन्नु न, सबैले सेयर गरिदिनु न, रिपोर्ट गरिदिनु, उहाँसँग पुगोस्। मैले पुलिसलाई नदिनुको कारण सबै पुलिस एउटै हुन्छ भन्ने हुँदैन, कसैले आफैले राख्छ, कसैले खान्छ। त्यही भएर चाहिँ मैले नदिएको हो कि पुलिसलाई चाहिँ। अब मैले पनि अब यो यसको लक खोल्न कति लाग्छ, आफैले लक खोलेर चाहिँ उहाँहरूसँग दिनु पर्ला भन्ने सोचिरहेको छु है। सुरक्षित छ है, चिन्ता नगर्नु। तपाईँको मोबाइल, ब्यागहरू, बिलबुकहरू सबै सुरक्षित छ। सबैले सेयर गरेर उहाँसँग पुऱ्याइदिनु होला। यो लक खोलेपछि त थाहा हुन्छ नि त, लक खोलेपछि त थाहा हुन्छ, उहाँहरूसँग पुग्नलाई सजिलो हुन्छ, छिटो हुन्छ। मलाई यो आइफोनको बारेमा त्यति नलेज छैन क्या। अनि फेरि यस्तो बिलबुकको बारेमा नि मलाई त्यति नलेज छैन है। के अरे सबैले सेयर गरिदिनु होला, रिपोस्ट गरिदिनु होला। यो ब्याग कसको हो, यो बिलबुक कसको हो, यो आइफोन कसको हो, उहाँसम्म सुरक्षित साथ पुगोस्। मलाई चाहिँ पुलिसलाई दिनु मन लागेन है। अब त्यतिकै छ, कति खोजिरहनु भएको छ होला है। सबै सेयर गरिदिनु है, सबै सेयर गरेर उहाँसँग पुगोस् कि है।